अर्ग्यानिक पानीको मुहान ठ्याक्कै यो चाहिँ हामी अहिले चाहिँ यो गुल्मी र अर्घाखाँची पाल्पाको सिमाना यो गाउँ चाहिँ बलेवा भन्दा रहेछ बेसी हो यो चाहिँ माथि छत्रकोट गाउँपालिका दौगा भन्ने गाउँमा कुनै पनि पानीको मुहान नभएको कारणले करिब यो चाहिँ रेडी खोलो हो यो यहाँ पाल्पा उता अर्घाखाँची यो गुल्मी हो त्यो पारी अर्घाखाँची यो पाल्पा यो चाहिँ माथि पानीको मुहान नभएको कारणले यहाँ मुहान खोजेर यहाँबाट चाहिँ हेर्नुस् यो बिजुलीको तार लिफ्टिङ गरेर करेन्टबाट यत्रा दुईटा जीआई पाइपमा चाहिँ कन्टिन्यू यहाँबाट पानी माथि जान्छ वहाँ माथि गएर हाइटमा लगेर 2-3वटा रिजर्भ टङ्की छन् त्यसबाट चाहिँ फेरि सप्लाई हुन्छ गाउँमा हेर्नुस् त यस्तो अब यो विज्ञान र प्रविधिले भन्ने कि केले भन्ने सुविधा चाहिँ छ है पानी असाध्यै राम्रो हुन्छ कहिले त्यसमा चाहिँ धमिलो भन्ने हुन्न घोर हुन्न कहिले मैले चाहिँ यहाँ विद्यार्थीलाई लिएर आएको छु आज भोलि परीक्षा छ आज विद्यार्थीलाई लिएर आएको छु अघि तल मुहानको पानी चाहिँ यहाँ ल्याएर यो पहिलो रिजर्भ ट्याङ्की यहाँबाट फेरि यो अर्को स्टेसन हो यहाँ फेरि बिजुलीको पावर स्टेसन छ यहाँबाट फेरि ट्रान्सफर गरेर माथि जान्छ अनि यो करिब 500 मिटर माथि होला यहाँबाट माथि अझै यो डाँडादेखि कटेर त्यो गाउँ आउँछ गाउँभन्दा पनि माथि कटेर पुरा गाउँलाई पानी सप्लाई हुन्छ यत्रो ठुलो योजना यो हेर्नुस् त अब यहाँको चाहिँ यो यहाँ पानी ट्याङ्कीमा भरिरहेको थाहा हुने मोबाइलबाट सिस्टम छ अटोमेटिक टेक्नोलोजीले गर्दा अनि त्यो मोबाइलबाट चाहिँ हेरेर अब बन्द गर्ने हो मोबाइलमा हेरेर पानी भरिरहेको थाहा पाएपछि घरै बसेर खोल्ने पनि त्यही मोबाइलबाटै हो अन अफ गर्ने दुईटा त्यस्ता टङ्कीहरू छन् जुन चाहिँ मोबाइलबाट सञ्चालित छन् माथि पनि गाउँमा पनि एउटा छ ल माथि पनि अर्को ट्याङ्की गाउँ नपुग्दै अझै एउटा ट्याङ्की छ है त्यहाँदेखि माथि कति छ नि गाउँमा ट्याङ्की कतिवटा छन् यो मेनमा हो तीनटा रिजर्भ ट्याङ्की छन् गाउँसम्म गर्दा भनेपछि 5 किलोमिटर त अलि छैन होला है अब जे होस् अब दूरी चाहिँ लामो छ हेर्नुस् पुरै उकालो निकाल्ने हो तल खोलाबाट यो चाहिँ अब कसले ल्याउनु भयो यहाँ राम्रो कुरा ल्याउनु भयो है नत्र त्यहाँको त्यत्रो जनता पुरै आकाशको पानी पिएर बाँचेको रहेछ पहिला अनि फेरि त्यही जमिनमा पोखराहरू खनेर जीवजन्तुलाई चाहिँ जनावरलाई चाहिँ त्यही जमिनको पानी खुवाउने आफूहरूले पनि कपडा धुने नुहाउने त्यही जमिनकै पानीमा गर्ने त्यसपछि अब कहिलेकाहीँ पिउन पनि अब आकाशको पानी सकिएपछि त्यही जमिनकै पानी पिउन पर्ने बाध्यता पानी लिन जान कहाँ जानुपर्ने ल यही अवलोकन गर्न आएको म चाहिँ आज दौगाबाट फेरि यहाँबाट डाइरेक्ट बाटो छैन हेर्नुहोस् यो चाहिँ अब योजनाले यहाँसम्म चाहिँ ल्याएर चाहिँ नि ट्याङ्की हुँदीसम्म चाहिँ नत्र बिचको भाग यहाँको एकदम चट्टानले भरिरहेको छ हेर्नुहोस् रुखो छ यहाँ माथि पुरै चुन्डुङ्गा खाने गिट्टी मात्रै छ अब त्यहाँ चाहिँ यताबाट घुमेर गैरीखुट्टा झरेर खर्ज्याङ आएर खर्ज्याङबाट घुमेर चाहिँ यता तल दुर्गाफाँटतिर आएर दुर्गाफाँटनिरको पुलबाट घुमेर खोलै खोल चाहिँ यहाँ हामी बलेवा भन्दा रहेछन् गाउँलाई बेसी खेत हो यो चाहिँ रिडी खोलाको वारिपारि उता पाल्पा अर्घाखाँचीतिर चाहिँ खेतहरू छन् त्यहाँ आइयो अब यहाँ चाहिँ लोकल खानेकुरा अन्न लोकल तरकारी पाइन्छ अरे भनेर आएको त्यो चाहिँ अहिले तल गएर खोज्ने हो है नजिक भएका बेसी खेतमा चाहिँ हिउँदे धान रोप्न सुरु भइसक्यो
खोलाको सिँचाइ सुविधा भएको बेसीका खेतमा चाहिँ हिउँदे धान रोप्न सुरु भइसक्यो है। ल हेर्नुहोस् कुरौटे सावधान लेखेछ यो ट्र्याक्टरमा फेरि। ल यो चाहिँ खेतमा फल्दो रहेछ गोपी तोरी भन्ने। हाम्रोतिरको कालो तोरीभन्दा अलिकति ठुल्ठुला बुटा हुँदो रहेछ। ठुल्ठुला बुटा, कोसा पनि ठुल्ठुला, दाना चाहिँ कत्रा छ, दाना पनि ठुल्ठुलै छ होला।